सम्पूर्णमा नमस्कार। कोरोना भन्दा पनि खतरनाक भाइरस निपा भाइरसको डर नेपाल, भारत लगायतका एसियाली राष्ट्रहरूमा बढ्दै गएको देखिन्छ। यस भिडियोमा हामी निपा भाइरस NIV को चर्चा गर्नेछौँ। यदि हजुरहरू डेली हेल्थ टिप्स च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र यस भिडियोलाई लाइक गरेर सम्पूर्ण साथीहरूमा यो भिडियो सेयर गरिदिनु होला। NIV निपा भाइरसको विषयमा हामी विश्व स्वास्थ्य सङ्गठनले दिएको सूचना अनुसार बुझ्नेछौँ। निपा भाइरस भनेको के हो, सर्वप्रथम त्यो बुझ्नेतिर लागौँ। हजुरहरूलाई लाग्न सक्छ यो भाइरस भनेको एउटा सामान्य भाइरस हो, जुन चाहिँ हजुरहरूको गलत सोचाइ हो। यस भाइरसले संक्रमित व्यक्तिको 40 देखि 70 दिनसम्म भित्र ज्यान लिन सक्ने सम्भावना देखिन्छ। सर्वप्रथम निपा भाइरस भनेको जुनोटिक भाइरस हो। जुनोटिक मिन्स यस्तो भाइरस जुन चाहिँ एनिमल जनावरबाट व्यक्तिमा सर्ने गर्छ, त्यसले जुनोटिक भाइरस भनिन्छ। वर्ल्ड हेल्थ अर्गनाइजेसन विश्व स्वास्थ्य सङ्गठनले भने अनुसार सर्वप्रथम 1999 मा यस रोगको संक्रमण मलेसियामा देखिएको थियो। त्यसपछि 2001 मा बांग्लादेशमा देखियो। त्यसैगरी इस्टर्न इन्डिया, कम्बोडिया, घाना, इन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाइल्यान्ड लगायतका धेरै देशहरूमा यसको संक्रमण देखिएको थियो। निपा भाइरस कसरी सर्न सक्छ भन्ने कुरो बुझौँ। निपा भाइरस सुँगुरमा देखिएको थियो र सुँगुरको मासुबाट मान्छेमा सरेको थियो। मलेसियामा सुँगुरबाट मासुमा सरेको थियो भने बांग्लादेश र भारतमा कसरी सरेको थियो भन्ने कुरा बुझौँ। फ्रुट ब्याट, फलाहार चमेराले खाएको जुठो फलफुलबाट सरेको थियो। एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सरेको थियो भन्ने कुरो पनि बुझौँ। एउटा व्यक्तिको डाइरेक्ट कन्ट्याक्टबाट अर्को व्यक्तिमा सर्न सक्छ। साथै संक्रमित व्यक्तिको इन्फेक्टेड पिपलको सेक्रेसन र एक्सक्रेसनको माध्यमबाट पनि हेल्दी पिपलमा निपा भाइरस NIV सर्न सक्छ। यस भाइरसको लक्षण 14 दिनभित्र देखिन्छ। यस भाइरसले संक्रमित व्यक्तिको 40 देखि 70 दिनभित्र ज्यान लिन सक्ने पनि सम्भावना देखिएको छ। र अब निपा भाइरस NIV को साइन्स एन्ड सिम्पटम्स बुझ्ने कुरातिर लागौँ। टाउको दुख्ने,